गुड मर्निङ पाल्पा होइन हामीहरू अब जाँदैछौँ होइन पुरै केटाहरू छ होइन सबैजना गुड मर्निङ भन्छ त एकचोटि होइन बाँकी अब हामी जाँदैछौँ यसो फ्रेस फ्रेस हुनको लागि होइन बाँकी हामी अहिले पाल्पाको टुडी खेलमा छौँ तानसेनको टुडी खेलमा होइन दामी ठाउँ छ यहाँबाट यसो सनराइज हेर्न सकिन्छ होइन ल होइन गाइस पुरै हाम्रो बस आइसकेको छ अब पाल्पाको लागि यहाँबाट अगाडि बस जाँदैन हाम्रो ठुलो बस सानो बस लिएर जानुपर्छ सानो बस हामीले यहाँबाट लिनुपर्छ जुन हामीलाई लगभग 7,000 को परेछ होइन 7,000 7,500 8,000 जतिको पऱ्यो यहाँबाट कुन कुन ठाउँ घुमाउने भनेर अब म्यामले कुरा गर्नुपर्छ अब हामी जाँदैछौँ यसपछि जान्छौँ रानी महल जुन हाम्रो मेन डेस्टिनेसन छ यहाँ तपाईँ देख्न सक्नुहुन्छ दामी छ होइन यो हाम्रो तानसेन नगरपालिकाको भवन होइन बाँकी कस्तो लाग्यो यताको हाम्रो टुडी खेल पाल्पाको टुडी खेल होइन अब बाँकी हामी जाँदैछौँ रानी महल होइन ल होइन बाँकी हाम्रो यो त बस गइरहेछ होइन यहाँबाट हाम्रो ठुलो बस जाँदैन सानो बस जान्छ हामी एउटा बसमा हरेनौँ यसको लागि अब हामीले पनि व्यवस्था मिलाउँदैछौँ त्यसको लागि अब हामी जिपमा जाने त्यहाँ माथि ठुलो बस नगएको खण्डमा हामीलाई अलिकति गाह्रो भइसक्यो होइन गाह्रो भएछ ठुलो बस जाँदैन साँघुरो बाटो छ होइन गाडीहरू हाम्रो लागि सानो भ्यान आएको छ हामी जाँदैछौँ म्यामहरू हुनुहुन्छ प्रड्युसर पछाडि हुनुहुन्छ होइन बाँकी अगाडि ड्राइभर हुनुहुन्छ होइन बाँकी अगाडि अमिता म्याम हुनुहुन्छ कान्छ सरको बाँकी हामी छौँ होइन हुनुहुन्छ होइन यता हाम्रो अमिता म्याम हुनुहुन्छ पछाडि हाम्रो सरहरू म्यामहरू हुनुहुन्छ सञ्जिता म्याम हुनुहुन्छ होइन गाइस फाइनली हामी रानी महल पुग्यो होइन हामी पुरै अब यही रहेछ हाम्रो रानी महल होइन हाम्रो के भन्छ नेपालको ताजमहल होइन रानी महल पुगियो गाइस फेरि अब यही छ होइन अब बाँकी होइन के छ भन्दाखेरि अब हाम्रो राजाले रानीको मायामा प्रेममा माया पिरतीमा बनाएको रहेछ हुनुहुन्छ अनि यता फेरि काली गण्डकी रहेछ काली गण्डकी सल हुँदैछ होइन हेलो कस्तो भइरहेछ कस्तो शीतलजी कस्तो लाग्यो रानी महल होइन अहिले आजसम्म त गएको छैन भने त्यही पनि बाहिरबाट हेर्दाखेरि कस्तो भइरहेछ म्याम रानी महल कस्तो यसो हेर्दाखेरि कस्तो भयो होइन यही रहेछ हाम्रो रानी महल तलबाट होइन राजाले बनाए तर फेरि पुरै ढिकमै बनाउनु हो सरजी पूर्व उता होला नि सूर्य निस्कियो हो र अनि प्रतिज्ञाजी कस्तो लाग्यो रानी महल यसो हेर्दाखेरि हो र अनि हजुर रेणुकाजी यता हजुर मनिकाजी हजुरहरूको सुनौँ के छ कस्तो छ रानी महल कस्तो लाग्यो यसो बाहिरबाट हेर्दाखेरि होइन मधु म्याम कस्तो भयो भलकमा आउनुहुन्छ त्यसो नगर्नु होइन बाँकी हामी पनि अहिले जाउँला त ल होइन यसो सरजी ल हामी केटातिर जानु पर्यो एकछिन मलाई फिल गर्न दिनु सर एकछिन हामी रानी महलको अगाडि रानी महल मेरो पछाडि बाँकी होइन अब यस्तै हो हामी त यसो भलक सलक बनाइदिने हो ल गाइज होइन अब हामी जाँदैछौँ काली गण्डकीमा नुहाउन अगाडि हाम्रो काली गण्डकी छ काली गण्डकीको किनारमा हाम्रो रानी महल सरजी ल जाऊँ काली गण्डकीमा नुहाइहालौँ ल ल पानी छिटौँ अब नुहाउने त त्यसै हो पानी गाइजहरू वी आर हियर काली गण्डकीको पानी हाय 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 होइन गाइज अब हामीले होइन यस्तो देखिरहेको छौँ होइन अनि त्यसपछि हामीलाई पनि यसो रहर लाग्यो हामी पनि ट्राई गरौँ बन्छ कि बन्दैन आउनु सर आउनु हामी पनि ट्राई गरौँ न यसो होइन ढुङ्गाहरू छ बाँकी हामी पनि यसो ट्राई गरौँ ल मेरो रानीको लागि मैले पनि महल बनाएँ होइन तपाईँहरू पनि आउनु होला बनाउनु होला बाँकी हाम्रो म्यामहरू पनि पुरै बिजी हुनुहुन्छ होइन महल बनाउनको लागि ल हाम्रो सञ्जिता म्याम पनि बनाउँदै हुनुहुन्छ आफ्नो सरको लागि अथवा आफ्नो होइन राजाको लागि महल होइन मर्म्यामले बनाउनुहुन्न आफ्नो राजाको लागि महल बनाइसक्नुभयो ल बाँकी होइन हाम्रो प्रड्युसर पनि आफ्नो रानीको लागि तयार गर्दै हुन्छ हजुर सर भन्नु न एकचोटि हुन नसकेको रानीको लागि बनाउँदै हुन्छ सर होइन बाँकी उहाँको रानीको लागि डेडिकेट गर्दै हुन्छ
पवित्र पवित्र सर हाम्रो कस्तो रहेछ भाडा त्यो टिकटको 35 रुपैयाँ विद्यार्थीको लागि र अरु नर्मलहरुको लागि चाहिँ 50 रुपैयाँ। त्यसो भए हामी 25 रुपैयाँ पर्यो हैन 35 ल बाकी हामी 35 रुपैयाँ पर्यो हैन बाकी रानीमहल घुम्न आउनुस् हैन हाम्रो इतिहास कस्तो थियो त्यो हेर्नुस् हैन बाकी राम्रो छ त्यति धेरै पैसा पनि पर्दैन हैन जम्मा 50 रुपैयाँ 35 रुपैयाँ हैन बाकी यस्तो छ हैन जुन अहिले पनि रङहरु लगाइँदैछ रानीमहल हर हर शम्भु हर हर शम्भु हैन बाकी यहाँबाट तपाईहरु देख्न सक्नुहुन्छ कस्तो दामी भ्यू देखिन्छ हैन यहाँ पुरै हाम्रो प्रड्युसर हुनुहुन्छ हाम्रो विद्यार्थीहरु छन् ल प्रड्युसर ल के भन्छौ केटाहरु कस्तो छ रानीमहल एकदमै राम्रो छ दामी छ नि कुरा हुन्छ है हर हर शम्भु हर हर महादेव हर हर महादेव हैन हर हर महादेव नन्दीजी हुनुहुन्छ हैन हामी बसौँ हैन राजा बस्नु पर्थ्यो अब हामी बसिरहेको छौँ हैन राजाको ठाउँमा हामी छौँ लाउ बस तिमीहरू पनि हाम्रो विद्यार्थीहरू जानवी अनि आयुष हैन भनिन्छ नन्दी महाराजको कानमा बनेको कुरा पुरा हुन्छ हैन मैले पनि केही कुरा भन्न जान्दैछु मैले हैन आफ्नो मनको कुरा भन्नु अब उहाँको माथि छ बाँकी कुरा उहाँले अवश्य पनि पुरा गर्नुहुन्छ भन्ने आशा गर्दछु विद्यार्थीहरू हैन आफ्नो मनोकामना नन्दी महाराजले भन्दैछन् हैन नन्दी महाराज हाम्रो भगवान शिवको अनन्य भक्त जसको माध्यमबाट हामीले हैन भगवान भोलेनाथसँग र भगवान शिवसँग कुरा गरे जस्तै हुन्छ हैन त्यही भएर पनि नन्दी महाराजको कानमा भनेको कुरा पुरा हुन्छ भन्ने हाम्रो विश्वास छ हैन बाकी हामी अगाडि जाँदैछौँ रानीमहल राजाले बनाए रानीमहल विशेष हैन फुल नछुनु होला फुल नटिप्नु होला भनिन्छ हैन यहाँ पहिला फाउन्टेन थियो अहिले छैन तपाईहरुले भिडियोमा देख्नुभयो होला बाकी विद्यार्थीहरू पुरै यहाँ हैन रेडी भइसकेका छन् ल उहाँ हैन हाम्रो प्रड्युसर माथि हुनुहुन्छ बाकी म पनि आउँदैछु माथि ल खड्ग शमशेरले बनाउनु भयो हाम्रो बाकी हैन खड्ग शमशेरजीले आफ्नो रानीको लागि बनाउनु भयो रानीको वियोगमा हैन रानीले उहाँसँग वचन लिनु भएको थियो मेरो लागि पनि ताजमहल जस्तै एउटा सुन्दर हैन महल बनाइदिनु भनेर र उहाँकै हैन आग्रहमा राजा खड्ग शमशेरले आफ्नो जीवनकालमा पत्नी वियोगमा रहेर यो राजमहलको निर्माण गराएका भन्ने कुरा हामी हैन विश्वास अथवा भन्न सक्छौँ बाँकी तपाईहरु देख्न सक्नुहुन्छ रानीको कक्षा कस्तो थियो भन्दाखेरि तपाईहरु देख्न सक्नुहुन्छ यहाँ तपाईहरु देख्न सक्नुहुन्छ हाम्रो खड्ग शमशेर राणा उहाँले नै हाम्रो रानीमहलको निर्माण गराउनु भएको थियो रानी तेजकुमारी राणा हैन उहाँहरूको तपाईहरु तस्बिर देख्न सक्नुहुन्छ यहाँ बाकी हामी यहाँ रानीमहलमा छौँ बाँकी अब माथि पनि जाम हैन माथि कस्तो छ माथिबाट कस्तो देखिन्छ भ्यू अहिले हामी तपाईहरुलाई देखाउनेछौँ त्यसैले भिडियोलाई अन्तिमसम्म पक्कै पनि हेर्नु होला दामी छ ल हामी हैन विद्यार्थी ल आऊ हामी जाँदैछौँ माथि हैन यस बाँकी बैठक कक्षा खोलेको छैन यता हाम्रो इन्सियन्ट मूर्तिहरू छ हैन संग्रहालय यो हाम्रो पुरानो प्राचीन संग्रहालय छ पुरानो हेर्न सक्नुहुन्छ तपाईहरु मानापाथीहरू राखिएको छ हैन दामी छ हैन काली गण्डकी सलल बगेको हैन दामी छ ब्युटिफुल भ्यू हैन रानीमहल घुमियो अब म जाँदैछु तल हैन रानीमहल दामी थियो हाम्रो इतिहास राम्रो छ
हाम्रो होइन खड्ग शमशेरजीले बनाउनु भएको रानी महल, हाम्रो नेपालको ताजमहल एकदम दामी छ, राम्रो छ। हाम्रो प्रड्युसर भगाइसक्नु भएको छ, प्रड्युसर अहिले खाना खान सायद जानुभएको छ होइन। बाँकी अब म पनि जाँदैछु तल। बाँकी भिडियो कस्तो लाग्यो, भिडियो राम्रो लागेछ भने भिडियोलाई लाइक कमेन्ट सेयर के गर्छन् होइन सब गरिदिनु होला, दामी होइन हाम्रो। बाँकी यस्तै टुरको भिडियोहरू पनि आउँछ। ल अब हामी होइन रानीमहल घुमेर निस्किसक्यौँ होइन, यहीँ एकछिन पर्यो, एकछिन बाटो पनि है कति चिप्लो छ। जिपले गर्दाखेरि झर्नै पर्ने भयो, 2-3 जना झर्दिनु है। झर्नुहोस् त। ल ल म पनि झरेँ है। के भयो? होइन होइन ठिक छ ठिक छ ठिक छ। लाउन आउनु ल ल गाडी जान्छ रहेछ। बाँकी होइन हामीहरू घुमेर आइसक्यो। दरबार दामी थियो। तपाईँले पनि लानुभयो, मैले पनि ल्याएको छु होइन। मैले झोला म 3टा ल्याएको छु झोलाभित्र। भगवानको नाममा पूजा गर्ने यी हेर्नुहोस्, यी के शिलाजी ढुङ्गा न के भन्छन्, यी भगवान रूपी अरे भगवान धर्म हुन्छ, भगवान विष्णुको प्रतीक भनेर भन्छ। यस्तो ढुङ्गा हजुरले पनि लानुहोस्, आउनुहोस्। कालीगण्डकीमा पाउँछ, मौका मिलेको दिन आउनुहोस्। कालीगण्डकी रानी महल हेर्नुहोस्, यस्तो शिलाजी ढुङ्गा लिएर जानुहोस्, पुज्नुहोस्, मन्दिरमा राखेर धर्म हुन्छ है। विज्ञानको कुरा शास्त्रमै लेखेको छ, अरेका कुरा गरे। बाँकी होइन पुरै हाम्रो रोड चाहिँ यस्तो छ, त्यही भएर हामी ओर्लिरहेछौँ होइन। बाँकी एकदम दामी छ, तपाईँले देख्न सक्नुहुन्छ पुरै पानी तप 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 खसिरहेको छ, दामी छ ठाउँ होइन। म्याम यता हुनुहुन्छ होइन, हाम्रो अमिन्त्य म्याम। त्यसपछि म छु होइन, यसो झोलासोला लिएर। बाँकी हैरान पर्यो, फ्या हुँदो रहेछ, ओह्रालो पक्का ओह्रालो रहेछ एकदम पुरै ओह्रालै छ पुरै। हामी त तराईका मुन्छे फ्या पऱ्यौँ। बोक्नु पऱ्यो कि म्याम। बाँकी पहाड यस्तो छ होइन, पुरै यस्तो छ होइन डाँडा पुरै हेर्न। त्यहाँ माथि छ, माथि टुप्पो, त्यहाँदेखि यहाँसम्म छ पुरै। पानी पनि खसिरहेको छ, पुरै बाटो चिप्लो छ ओहो होइन। बाँकी हाम्रो गाडी अगाडि गइसक्यो, हामी बाँकी के भयो भन्दाखेरि हाम्रो जुन गाडी थियो, गाडी अलिकति ठ्याक्कै रेसमा आउँदै थियो, अर्को गाडी आएर त्यसको ब्यालेन्स मिलेन, त्यही भएर हामी झर्नुपर्ने भयो। त्यस्तो कुनै ठुलो कुरा होइन। बाँकी हामी जाँदैछौँ माथि, चलिरहेको छौँ, के गर्ने, गाह्रो छ घुम्न। यही छ होइन, बच्चाहरू गइसकेका छन्, हामी 3 जना मात्रै यता छौँ। म्याम दौड्नुहुन्छ, यसरी म्याम दौड्नु हुँदैन नि, यसरी दौड्नु भयो भने झन् गाह्रो हुन्छ। हामी बरु आरामले हिँड्नुहोस्। हजुर एकदम। अहिले पनि हामी हिँडिरहेको छौँ, गाह्रो छ हामीलाई। यहाँ तल एक्सिडेन्ट पनि भएको थियो होइन, अस्ति एक्सिडेन्ट भएको कुरा तपाईँहरूले सुन्नुभयो होला। रानी महल घुम्न आएको गाडी एक्सिडेन्ट भयो भनेर गाडीमा आइयो, पुरै पसिनै भइयो होइन। गाडी अलिकति गाह्रो छ, चढाइ पाहाडको चढाइ। फाइनली हामीहरू रानी महल घुमेर आइसक्यौँ होइन, रानी महल घुमेर आइसक्यौँ। बाँकी यहाँ होइन तपाईँहरू देख्न सक्नुहुन्छ मेरो खुट्टा पुरै सुन्निएछ होइन, सुटेछ, खुट्टा पुरै सुटेछ होइन। बाँकी म्यामहरू ओर्लिँदै हुनुहुन्छ, हाम्रो प्रड्युसर सन्जिता म्याम। मजा आइदिएछ अरे। के भयो? भनेको अनि 2400 भन्दै हुनुहुन्छ अब।
हामी 2000 भन्यो नि मान्छे धेरै त्यही माथि यत्रो लो त्यही अनुसार अनि अघि नै हाम्रो 2100 त कुरा भरेर दाइ अनि हिजो अनि 2400 भनेको नि त त्यो अझ 9-10 जना पुगेपछि अनि 2400 हुन्छ 2400 दिनु होला भनेर अनि त्यही सल्लाह गरेर 2100 भनेर फेरि 2400 कति म्याम के भन्न चाहनुहुन्छ यहाँको व्यवस्थाको बारेमा होइन 2100 भनेर 2100 भनेर 2400 लिने त्यसपछि घुमाउँछु भनेर नघुमाइदिने होइन त्यसपछि घुमाउँछु भनेर घुमाइ नदिने अब गरे 2400 भनेर गएको गरे मैले चाहिँ ड्राइभरले भनिरहेछ अब यस्ता छन् साँच्चै अनि त्यो तानसेन घुमाएर त्यो भ्यू टावर घुमाएर नि बल्ल ल्याउने यहाँ पुगाउने भनेर कुरा भयो अब लाग्दैन गरे त्यहाँ गड्खाले उ त्यही त हो त्यो माथिको भ्यू टावर हो आधी घण्टा त लाग्छ गरे हिँडेर जान हामी दरबार घुमेर आइसक्यौँ होइन त्यसपछि बाँकी होइन हाम्रो सबै स्टाफहरू यहाँ बस्नुपर्छ पुरै होइन कोही होइन उता सुत्नु भएको छ कोही उता बस्नु भएको छ